सन्ध्याकालीन नमस्कार छ सबैजनालाई। अहिले नेपाल सरकारले यो 2081 सालको फागुन महिनामा एउटा यस्तो निर्णय गरेको छ। नेपालमा नसर्ने रोगहरूको जोखिम बढ्दै गइरहेको अवस्था र रोगको प्रकोपद्वारा बढ्दै गइरहेको अवस्थामा नसर्ने रोगहरू जस्तो उच्च रक्तचाप, मधुमेह, थाइरोइडसँग सम्बन्धित समस्याहरू, क्यान्सर यस्ता रोगहरू जुन मुख्य रूपमा देखा परेका छन्, मुटु रोगहरू, यी रोगहरूबाट बच्नको लागि अपनाउनु पर्ने स्वस्थ जीवनशैली, हामीले अपनाउनु पर्ने थिङ्किङ स्टाइल, लाइफ स्टाइल र थिङ्किङ स्टाइल, हामीले खानुपर्ने खाना, हेल्दी फुडहरू खाने, अनहेल्दी फुड किन नखाने, के हेल्दी फुड हो, के अनहेल्दी फुड हो, के इजी ड्रिङ्क्स खाँदा हामीलाई बेफाइदा हुन्छ, यस्ता कुराहरू सिकाउनको लागि र हाम्रो जीवनशैली, हामीले एक्सर्साइज कति गर्नुपर्छ, किन एक्सर्साइज गर्नुपर्छ भनेर सिकाउनको लागि, मान्छेलाई जागरण गर्नको लागि यो फागुन महिनाभरि नेपाल सरकार स्वास्थ्य मन्त्रालयले यो अभियान सुरु गर्ने एउटा जमर्को गरेको छ। असाध्यै खुसी लागेको छ मलाई त। हजुरलाई कस्तो लाग्छ? अहिले नेपालमा मैले अघि भनेका उच्च रक्तचाप, मधुमेह, मुटुको रोग, दम, त्यसै गरेर क्यान्सर, मृगौलाको रोगहरू, थुप्रै मानिसहरू यी रोगबाट ग्रस्त भएको तथ्याङ्क भेटिन्छ। हाम्रो छिमेकमा यत्रतत्र यस्ता बिरामीहरू फैलिरहेको अवस्था छ। त्यस कारणले गर्दा यी रोगबाट बच्नको लागि हामी सानो उमेरदेखि नै जीवनशैली परिवर्तन गरौँ, सोच्ने शैली परिवर्तन गरौँ। हाम्रो आहार विहार, हाम्रो खाना, हामीले पिउने पानी, हामीले लिने श्वास, हाम्रो मन र हाम्रो मस्तिष्कलाई सन्तुलन राख्नको लागि, स्वस्थ राख्नको लागि अपनाउनु पर्ने जीवनशैली र ममा यति गर्दा गर्दै यो उमेरसम्म पुग्दाखेरि मसँग कस्ता रोगहरू छन्, मृगौला बिग्रिन थालेको छ कि अथवा स्वस्थ छ कि, मुटुमा कोलेस्ट्रोल जम्मा थालेको छ कि अथवा छैन कि, मसँग उच्च रक्तचापको अवस्था के छ, मधुमेह रोगको जोखिम के छ, कुन अवस्थामा छु भनेर निरोगी मान्छेहरूले कम्तीमा एकपटक यो अभियानमा, यो फागुन महिनामा जाँच गर्नको लागि नजिकको स्वास्थ्य संस्थामा गएर, नजिकको अस्पतालमा गएर सेवा दिनका लागि म सबैलाई अनुरोध पनि गर्दछु। र नियमित रूपमा औषधि सेवन गरिरहेका व्यक्ति जो हुनुहुन्छ उहाँहरूले चिकित्सकले दिनुभएको सल्लाह अनुसार स्वास्थ्य परीक्षण गर्ने, नियमित रूपमा औषधि सेवन गर्ने र चिकित्सकले अथवा डाक्टर साहबले औषधि नबदल्दासम्म औषधि नबदल्ने, औषधि नरोक्दासम्म औषधि नरोक्ने, नियमित रूपमा उहाँहरूको सल्लाह अनुसार, उहाँले भनेअनुसार गऱ्यौँ भने हामी आफ्नो जीवनलाई स्वस्थ जीवनयापन गर्न सफल हुन्छौँ। अहिले धेरै मानिसहरूले, खास गरिकन यो प्रेसरसँग सम्बन्धित मानिसहरूको बारे कुरा गर्न खोजेको, तीन थरीका मानिसहरू देखेको छु मैले अहिले। पहिलो थरीमा जसलाई मसँग उच्च रक्तचाप छ कि छैन भन्ने कुरा थाहै छैन। दोस्रो थरीका मानिसहरू जो मलाई उच्च रक्तचाप छ तर म औषधि सेवन गर्दिनँ, यो औषधि सेवन गर्यो भनेदेखि त चिकित्सकले दिएको, डाक्टरले दिएको औषधि सेवन गर्यो भने सधैँभरि खाइरहनु पर्छ, बरु नखाने उचित, म लौकाको जुस खान्छु, करेलाको जुस खान्छु, हिँड्छु, पुगिहाल्छ नि भन्ने, यस्तो यसलाई भन्छ नेग्लिजेन्सी, अथवा आफूलाई जानकार हुँदाहुँदै पनि लापरवाही गरेको जस्तो। अनि अर्को तेस्रो थरीका मानिसहरू हुनुहुन्छ जसलाई रोग लागेको छ र खुरुखुरु औषधि सेवन गर्नुहुन्छ, अथवा रोग लागेको छैन, चिकित्सकले भनेअनुसार खुरुखुरु सल्लाहमा उहाँ लाग्नु भएको छ, जीवनशैली परिवर्तन गर्नुहुन्छ, योग गर्नुहुन्छ, योग अभ्यास गर्नुहुन्छ, काम गर्नुहुन्छ, जीवनशैलीमा आफ्नो खानपिनलाई विशेष ध्यान दिनुभएको छ। यसरी मानिसहरूलाई हामीले भेट्न पाउँछौँ। मलाई सबैभन्दा के लाग्छ भने हामी आफू निरोगी भयौँ भने अरूलाई दोष दिन पनि पर्दैन, आफू निराश हुनु पनि पर्दैन, आफू दुःखी हुनु पनि पर्दैन। त्यस कारणले गर्दा निरोगी मानिसहरू निरोगी भइरहनको लागि आफू जीवनशैली र सोच्ने शैली सकारात्मक बनाउनु पर्यो, स्वस्थ जीवनशैली यापन गर्नु पर्यो र बेला बेलामा
स्वास्थ्य परीक्षण गर्नु पर्यो। त्यसैका लागि त अहिले नेपाल सरकारले यो अभियान सुरु गरेको हो, नसर्ने रोगका विरुद्धमा जागरण अभियान। र हामीलाई यदि कुनै स्वास्थ्य समस्या आइसकेको छ भने त्यो समस्याबाट मुक्ति पाउनको लागि र भविष्यमा थप समस्या, थप जोखिम नहुनको लागि स्वास्थ्य परामर्श गर्ने, जाँच गर्ने कामहरू चिकित्सककोमा गएर निरन्तर रूपमा गर्ने गरौँ। यहाँहरू सबैको जीवन सुख